आए अम्बो अलिकति मेहनत गऱ्यो होइन कसरी दिँदैन मेरो भाई ये तू चलो तो लोग चलो है So hey guys, welcome back to my channel. Another vlog. It's me Dorji Transit. So आज भ्लग तपाईलाई स्वागत छ। 10 मिनेट 10 मिनेट आइराछु ल यहाँ केरा हो। कस्तो देखिरहेछ चस्मा नदेखिनु मलाई। त्यही नै हो। अनि आज चाहिँ हामीसँग जान लाग्यो अनि यहाँतिर राजेश टक्क लेकाली भ्लग छ है। तपाईहरु देख्न सक्नुहुन्छ। अनि यहाँ अगाडि दुई जना साथी हुनुहुन्छ। टक्क हो साथीहरु। हेलो हेलो हान्दिउ न त ल यस्तो हान्दिउ न त। ल त्यही नै अब चाहिँ हामी जान लाग्यो है त सँगतिर ल। ल फेरि दोस once more सही हो ल चल्दिनु त अब चाहिँ गाइस हामी अब जान लाग्यो त यहाँबाट नि जाँदैछन् केटाहो साङ्गा वी आर गोइङ टु साङ्गा गाइस है टक्क दामी पारामा जाँदैछौँ एकदम यता देख्न सक्नुहुन्छ ओइ कस्तो सही लाग्दैछ केटाले दामी केटा हो दामी जाँदैछौँ हामी साङ्गा पुगिसक्यो पारादेखि त ल त्यही नै हामी त जाँदैछौँ है त हामी त स्लोमा आएको हो नि त सही हो हामी चाहिँ देख्न सक्छ साथीहरू भेटिसक्यो है त गाइस हामी चाहिँ साङ्गामा पुग्न लागिसके टक्क मुनितिर पुगिसक्यो हामी चाहिँ अनि यता राजेश अनि ऊ त्यो अगाडिबाट दामी भिडियो बनाउँदैछ यसरी यसरी बनाउँदैछ पछाडि बसेर टक्क दामी कस्तो भयो भिडियो दामी बनाउँदैछ टक्क पछाडिपट्टि फर्केर होइन देख्न सक्नुहुन्छ हाम्रो भिडियो बनाउँदैछ उसले चाहिँ है टक्क हामी चाहिँ यता साङ्गामा हामी चाहिँ पुगिसक्यो अब चाहिँ फाइनली सो गाइस फाइनली हामी चाहिँ साङ्गामा आइपुगिसक्यो देख्न सक्नुहुन्छ है अब चाहिँ हामी अझै उरा जानुपर्ने हुन्छ हाम्रो केटाहरू चाहिँ अगाडि गइसक्यो अनि उरामा चाहिँ पछाडि नै छु है टक्क देख्न सक्नुहुन्छ हामी चाहिँ फाइनली पुगिसक्यो म यतातिर छु एकदम बेहाल भइरहेको छ बेहाल सही केटा हो बबल बबल टाइम देख्न सक्नुहुन्छ पारा पारा यता केटाहरू सबजना छ टक्क अनि बाइक देख्न सक्नुहुन्छ यहाँतिर लेकाली भ्लगको बाइक चाहिँ यहाँ छ उसको बाइक त्यहाँ छ मोबाइल छ आइफोन देखा के लेट्स गो लेट्स गो लेट्स गो अनि तेल कम बनाउला ल अब चाहिँ हामी जान लाग्यो त यहाँबाट पनि साथी चल्दिम त गाइस यहाँबाट माथि जाँदा पनि हुन्छ अरे तर हामी चाहिँ यहाँबाट माथि गएन जस्ट हामी चाहिँ बाइकमै जानुपर्ने हो है के भयो भाइले गयो यार अनि यो यस्तो भ्लग नबनाएको बेजो हुन्छ कहाँ मलाई बाइकले धोका दियो गाइस बाइकले धोका दियो के हो ल बाइकै के भयो यार भयो त मासला हाम्रो बाइक कहाँ बिग्रिन्छ त थट कहाँ बिग्रिन्छ धन्नै धोका दिएको यार यो क्लिप चिन्न हाल ल गाइस हो हामी जाँदैछु है दस किन हाल्ने हाल्ने हो बेजो हुन्छ के को बेजो त मलाई
हैन गाइस केटाहरु अगाडि गइसक्यो पुरा के फर्काउने रहेछ बिचरा पनि भनौ सही हो हामीले धान्ने बाइकले धोका दियो है तर बनिसकेछ हाम्रो के हो दामी दामी जाँदैछ ए यहाँबाट चाहिँ हिँडेर जाने हो टक्क यहाँबाट हिँडेर जाने रहेछ अब चाहिँ हामी हिँडेर जाँदैछौँ है त यहाँबाट चाहिँ यसको बाइक स्टार्ट नभएर धन्नलाई धोका दियो यार तिनीहरूलाई गाइज अब चाहिँ हामी यहाँबाट हिँडेर जानुपर्ने हुन्छ है त उसले देख्न सक्नुहुन्छ खतरा मुटु टक्क दामी छ सो गाइज फाइनली हामी चाहिँ साङ्गामा आइपुगिसकेका छौँ है फर्स्ट टाइम आएकोमा चाहिँ है जस दामी रहेछ दामी वाउ यार कस्तो दामी छ है रमाइलो अनि यता केटाहरू अगाडि टक्क 3 जना अगाडि छ अनि देख्न सक्नुहुन्छ अनुभव गर्न पाइयो माकडक्स हैन वाउ वाउ म भन्दा ठुलो रहेछ है हेर हाइट नभए त म भन्दा अग्लो रहेछ गाइस म हेर यत्रो अग्लो छु होइन म भन्दा अग्लो छु त्यहाँ देख्न सक्नुहुन्छ अझै माथि जाउँ टक्क फोटो सोटो खिच्नु पर्ने बाँकी नै छ हाम्रो ल जाउँ न माथि जाउँ न हो कडा के छ यार कडा साङ्गा केटा साङ्गी के भन्छ रे यसले फोटो खिच्दै रहेछ म त अगाडि वाउ केटा त्यताहरू फोटो खिचेको छ नि टक्क दामी मान्छे त धेरै जस्तो हौ वाउ 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 खानु भिडियो जानु पर्यो नि केटा हो होइन फर्स्ट टाइम आएको यसो होइन हेर्दै जानु पर्यो रमाइलो गर्नु पर्यो होइन रमाइलो हुन्छ खतरा रहेछ यार यस्तो खतरा छ भनेर मलाई थाहा भएको त म पहिले आउँथेँ यार दामी लाग्यो यार देख्न सक्नुहुन्छ कत्रो अग्लो बुई यार देख्न सक्नुहुन्छ साङ्गा दामी केटा हो ए अब यता केटाहरू दाममा सबै भिडियो बनाउँदै होइन फोटो सोटो खिच्दै छ सबैजना फोटो खिच्दै दामी भइरहेछ अनि सो अब चाहिँ हामी पनि फोटो खिच्न लाग्यो है अनि फोटो सोटो खिचेर रमाइलो गऱ्यो टक्कै आफ्नो चाबुना राइडमा एकदम भयो ल कस्तो भयो ल तिम्रो यसो भन्थ्यो ल जाओस् दोर्जे भ्लगको च्यानलमा ल मेरो त पहिला नै एक्सपिरियन्स एकचोटि पहिला आउँदा चाहिँ वाउ भएको थियो ए पहिला नाथ्यो म त धेरैचोटि आएको मेरो गाउँ चाहिँ एक्लै आएको होइन केटाहरू चाहिँ छुट भएको थियो भनेपछि यसपालि चाहिँ हामी सँगै यसपालि बवाल भयो केटाहरूसँगै रैला होइन अनि साथी कस्तो भयो ठिक छ यार सब राम्रो छ बब्बाल छ होइन त ठाउँै खतरा रहेछ यार कस्तो फर्स्ट टाइम आएको थियो एकदम बब्बल लाग्यो मलाई त साँच्ची हो बब्बल लाग्यो मलाई त एकदम बब्बल लाग्यो यसो पिस हाल्नु पाइन्छ जङ्गल खोइ त नि छैन यता जङ्गल हेर्नु गाह्रो हुँदो रहेछ गाइज देख्न सक्नुहुन्छ ए फोटो सोटो खिच्दै टक्क दामी पाडामा यता सबैजना होइन त्यता हेर सेम ड्रेस लगाएर आमा कसले पो सक्छ र अनि ओ बुई यसले एक झापट दियो भने त हामी त सुत्छ होला त है सही हो जस दामी के केटा हो हुन्छ नि भ्यू नै दामी के एरिया नै दामी होइन हुन्छ नि यतापट्टि टक्का फोटो खिच्नलाई सबै गर्नको लागि चाहिँ एकदम दामी ल अब चाहिँ फोटो सोटो खिच्दौँ है त भन गएर केटाहरूले यस गाइज साङ्गा फाइनली साङ्गा गाइज यता सेम ड्रेस ल्याएर फाइनली गाइज क्यामेरा टिक्दै पुगेन कोही जाति कोही ल फाइनली गाइज साङ्गामा आइपुग्छौँ है फाइनली गाइज अब चाहिँ हामी फोटो सोटो पनि खिचिसक्यौँ टक्क है सही हो ल यता टक्क फोटो खिच्नको लागि व्यस्त छ गाइज लेकाली भ्लग देख्न सक्नुहुन्छ है टक्क
त्यो त केटीसँग बोलेको पर्छ नि त्यसले त थाहै नहुने हिँड्यो भन्दा नि सामान सर खतरा बनाउँछु डायलग सही सही अलि यो भवन देखाउनु म यहाँ भवनबाट निक्लिन्छु ल भवनबाट निक्लिन्छ हो एकचोटि हेरिदिउँ न त केटाहरूको टिकटक है त गाइज ल वान्स मोर हेरिदिउँ न त केटाहरूको टिकटक है त ल आफ्नो हेर ल हेर्नु है अब एक्सन हेर्ने एक्सन साथीको एक्सन हेर्ने साङ्गामा हेर्ने उसको एक्सन हो टिकटक बनाएको 2 आए आम्बो हेर्नु आम्बो सो यार साथी फाइनली हाम्रो साथीले डान्स गर्दैछ ल स्टार हानिदिउँ त 3 2 1 गो सक्दैन टिकटक गाइज सो गाइज अब चाहिँ हामी फर्केकै त अनि पर पुलमा जान लाग्यो त्यहाँ पर छ पुल चाहिँ देख्न सक्नुहुन्छ हामी त्यहाँ माथि गएर फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर पनि हामी चाहिँ फर्किसक्यो अब चाहिँ हामी तलै जान लाग्यो है त केटाहरू तल उता गइसक्यो है अब चाहिँ जस्ट हामी पर पुलमा जान लाग्यो दिल के सुपान है मनमा दिया रे तेरे जवानामा ल गाइस चल्दै गयो त ल पानी खुवायो केटाहरूले ल केटाहरूलाई हो मजा यही हो नि त त्यही नै ल गाइस अब चाहिँ हामी जान लाग्यो है त सो गाइस हामी चाहिँ यहाँतिर आयो पनि भिडियो सिडियो फोटोसोटो टक्क खिचिसक्यो अब चाहिँ हामी माथि पुलमा जान लाग्यो है त अनि देख्न सक्छ यहीँतिर बनाएको हामीले भिडियो चाहिँ ऊ त्यो परको धुलोमा बनाएको हामीले होइन भिडियोहरू चाहिँ अनि टक्क त्यहाँतिर केटाहरू छ अनि यहाँतिर एउटा केटा टक्क साथी लेकाली भ्लग छ है अब चाहिँ हामी यहाँतिर उता पुलतिर जान लाग्यो सही छ गाइस एकदम बवाल होइन अब अझै पनि जानुपर्छ दामी दामी ठाउँहरू छ होइन एकदम दामी चाहिँ केटा हो जम आऊ है केटा आऊ हामी त गएको सो अब चाहिँ हामी चल्दैछ माथि पुलतिर जान लाग्यो गाइस है स्लो खोइ मेरो चस्मा कहाँ चस्मा के हो यार चस्मा मैले गोलीमा आएको थियो माया कसम यार गाइस कहाँ हो त्यो त गयो त अगाडि नै बाइक राख्ने अलि उता हेर्नु सो गाइस अब चाहिँ हामी पुलमा जान लाग्यो त त्यो पर जान लाग्यो टिकट चाहिँ 20 रुपियाँ रहेछ यहाँतिर प्रवेश टिकट लियो ए पारी नै हो हजुर ए फर्किँदाखेरि टिकट हो त्यो प्रवेश शुल्क 20 रुपियाँ छ यी फर्किँदाखेरि कि उतिर देऊ न छिटो कति 100 रुपियाँ हो जम्मा 2-4 जना कति त 80 रुपियाँ त भने दिएर आउन ल दिएर होला ओ पैसा दिएर हो है टिकट लिएर आऊ है हामी चल्दिएको ल त्यही नै गाइस हामी चाहिँ पुलमा आइसक्यो टक्क साङ्गाको पुलमा आइसक्यो है एकदम दामी केटा हो फाइनली गाइस हामी चाहिँ पुलमा आइपुगिसक्यो तपाईँको देख्न सक्नुहुन्छ लुक एट द भ्यू है साङ्गाको पुलबाट एकदम दामी भ्यू पनि देखिरहेछ गाइस तपाईहरु देख्न सक्नुहुन्छ है फाल्टै रमाइलो फर्स्ट टाइम आएको है केटा हो एकदम दामी रमाइलो भइरहेछ त्यही नै हो गाइस होइन साथी एकछिन यो हेलमेट समातिदिनु सक्छ नि म यहाँ चस्मा लगाउनु पर्यो एकछिन चस्मा लगाइदिउँ ल गाइस कस्तो देख्छ मलाई ओके छुट्टै सानो परे हेलमेट लगाइदिउँ मोबाइल झर्छ के हो गाह्रो छ ल हिजो अगाडि जाऊँ न आफ्नो जग्गा तल झर पनि मुजिमा मार खाडा के बोले भाइ के हो यार मोबाइल झर्यो भने त बिचोक हुन्छ यार गाइस यहाँतिर सो गाइस त्यही नै हो दामी केटा हेर्दा छ ओइ के हो केटाहरू यता छ है देख्न सक्नुहुन्छ
कस्तो हल्लिएको यार देख्न सक्नुहुन्छ लुक एट द भ्यू तर कसै भ्यू चाहिँ कसै राम्रो देखाएको छैन ताइ पनि हेरिदिनु होला सही अनि हामी गाउँबाट आउँदाखेरि चाहिँ यही रोडबाट आउँछौँ होइन अनि यताबाट टक्क है यताबाट जान्छौँ यसरी दामी भ्यू देखिरहेको छ नि जाउँ न सय गाइस सय देख्न सक्नुहुन्छ तपाईँहरू भ्यू सँगको पुलबाट टक्क है हामी चाहिँ पुलमा आएको छौँ अहिले एकदम दामी भएर छ नेपालको झन्डा देख्न सक्नुहुन्छ फरफर आइरहेको छ टक्क ल्याएर है त तातेको छ है हामी चाहिँ यहाँतिर आएर पनि फोटोसोटो होइन भिडियो सबै खिचिसक्यो अनि टक्क केटाहरू चाहिँ यहाँतिर छ अनि यहाँतिर फोटो टक्क हाल्दैछ ब्रदरले अब चाहिँ हामी जान लाग्यो अनि टक्क हामी यताबाट जानुपर्छ है टक्क टक्क लगाएर दामी पारामा ओइ राम्रै आउँछ हौ ल किने गाइस अब चाहिँ हामी यहाँबाट चल्दिनु लाग्यो है त अब रात पनि बढिसक्यो होइन केटाहरूको काम साम सरे होइन टक्क लगाएर सय छ केटा हो फाइनली हामी चाहिँ आइपुगिसक्यो अनि ऊ त्यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ शिवजी त्यहाँतिर छ है दामी सय रङ्काको आमा सो गाइस केटीले बाइक चलाउँदैछ सो गाइस अब फेरि यसरी भिडियो बनाउनु लाग्यो उसले यसरी बनाउँछ अनि हामी चाहिँ पछाडि छ मेरो म चाहिँ पछाडि छ फेरि यसरी बनाउनु लाग्यो है त गाइस ल जाउँ ल हिँड लेट्स गो रन्का बुद्धे रन्का देख्न सक्नुहुन्छ कस्तो सुताइदिएको छ para कत्रो सुताको मुला भाइ तू कालो त नौकालो है ओइ दामी यार दामी भयो यार भिडियो ल त्यही नै हो हामीले चाहिँ यो राउन्ड पुरै टोटल एकदम बवाल बनाइसक्यो है अब चाहिँ हामी यहाँबाट निक्लिनु पर्ने हुन्छ गाइस थ्याङ्क्स सो मच है भिडियो बनाइदिएकोमा लेकाली ब्लगको टक्क भिडियो दामी बनाइदिएको छ गाइस है अब हामी जानु लाग्यो गाइस अहिले चाहिँ हामी घरमा जाँदैछौँ रुमतिर जाँदैछौँ है प्लस हामीले चाहिँ सागा पनि पवनसँग रुकियो होइन आम्मा कस्तो दामी रह्यो त्यसले है सो गाइस हामी चाहिँ खाजा खानको लागि आइपुगिसक्यो है टक्क लगाएर यता हेर्न सक्नुहुन्छ टक्क यहाँतिर छ है यता मोमो खानालाई आएको अब टक्क खाजा खाजा हामी चल्दिनु पर्ने हुन्छ है त यहाँबाट पनि देख्न सक्नुहुन्छ धेरै ब्याग हुन्छ एकदम मान्छेहरू है त